नमस्कार। एनबीएम ग्रुपको प्रस्तुति एनबीएम अनलाइन टेलिभिजनको भिडियो इभेन्टमा यहाँलाई हार्दिक स्वागत छ। प्रधानमन्त्री समेत मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरूका नेताहरूका कारण मुलुकको स्वाधीनता धरापमा परेको भन्दै वर्दीय स्थायी घर भएका हाल हेटौँडा बस्ने राकेश कुमार शर्माले आज श्राद्ध गरेका छन्। उनले प्रधानमन्त्री समेत मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरूका नेताहरूको नाममा आज काठमाडौँको खुल्ला मञ्चमा श्राद्ध गरेका हुन्। संविधानले सबैलाई नसमेटिएको भन्दै उनले विरोध स्वरूप कालो कपडा लगाएर पिण्ड दिएर घाँसमा पिण्ड राखेर उक्त श्राद्ध गरेका हुन्। प्रस्तुत छ एनबीएम ग्रुपको लागि सागर श्रेष्ठ, खुल्ला मञ्च, काठमाडौँबाट यो भिडियो रिपोर्ट। रमाजी के प्रहलाद के सब कहते तो आपके काली उजे को नौ जाने भागवती और खाते तंबू के भागी भागता उत्तरवादी हेमंतलाल दक्षिण भागी महाकाली महालक्ष्मी नाथ के भागी गांव के समाज पति भागी के पास के समाज का विष्णुपति भागी आयवती के गरीब पसमा के देना वाले काष्टमांडा पे पूरी गल और गंडा बस्तर का धामी माते माछो मासे जाति संबंध 9 महीना में संवत्सर में कृपा बुधवा सारे एका पत्र उत्पन्न नयाँ शक्ति प्राप्ति कामना मृतक सभासद सम्पूर्ण सकल परिपूर्णार्थ निवारण निमित्तार्थकम् अरिष्ट ग्रह शांति का निमित्तार्थकम् नयाँ शक्ति प्राप्ति कामना दर्शित पिण्डदानादि कर्मणि निमित्तार्थकम् व्यम द्वयं सम्प्रदाय नयाँ शक्ति देश प्राप्ति कामना दर्शित राष्ट्रिय कामना दर्शित अराधक्य तत्व सहिताय पिण्डदानादि कर्मणि निमित्तार्थकम् स्वरूप औषधि हेतुरा मधु तिलक मधुदल मधु 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 विभक्त ईश्वर प्रधानमन्त्री समेत मन्त्रीमण्डल, सांसद र नेताहरू मरिसके भएर श्राद्ध गरे। किनभने यिनीहरूले मुलुकलाई निकास दिन सकेनन्, असफल बनाएको हुनाले चाहिँ यिनीहरू मरिसक्यो भने म श्राद्ध गरेको तपाईँले मुलुकको स्वाधीनताले खराब पाएको र मुलुकलाई निकास दिन सकेको र मुलुकलाई असफल बनाएको हुनाले चाहिँ यिनीहरूले चाहिँ अराजक देश अशिष्टता कायम रहेको हुनाले प्रधानमन्त्री, मन्त्रीमण्डल, सांसद र नेताहरू मरिसके। यिनीहरूले कम्पनीको राहत समेत खाइसके। राहत समेत राहत सबमा भागबाट हरेक कुरामा भागबाट सरकारी कुरामा भागबाट राहतमा भागबाट बाटोको भागमा राज्यहरूको